भन्नु अब यही त नि हाम्रो एलएसवाइटी ब्लक टिमबाट चाहिँ होइन हामीले अब धेरै ठुलो त नसके पनि यही अब के चाहिँ एउटा काटिदिउँ होइन बहिनीलाई अब बिस्तारै गर्दै जाउँ न त होइन हामी पनि अगाडि बढ्दैछौँ अब कोसिस गर्दैछौँ अब तपाईँहरू त्यो पनि सबैले साथ सपोर्ट सहयोग गरिदिनु होला लाइक अनि सब्सक्राइब सेयर गरिदिनु होला होइन त्यही त तपाईँहरूको अब सहयोग एकदम हामीलाई आवश्यक छ अनि बहिनीलाई पनि अब यो सानो केक काटेर चाहिँ अब जन्म उयो बर्थडे मनाइदिउँ भनेर आइरहेको छौँ होइन अब बहिनीलाई चाहिँ अब हाम्रो टिमबाट चाहिँ जहिले पनि हाम्रो नाता होइन हाम्रो उयोहरू चाहिँ कहिल्यै पनि उयो नहोस् सदैव यस्तै हो ओके अब एक अर्काको सानोतिनो कुराले कहिले पनि मनमुटाव नहोस् होइन त्यही हो ओके बर्थडे विस हामी नट्यौँ होइन जानु सक्नुहुन्छ यहाँ मम्मीको बर्थडे हो गिफ्ट सिफ्ट अनि यहाँ सबजना हामी तयार छौँ होइन तयार छौँ होइन हामी सबजना हामी यहाँ सबजना रेडी भइसकेको छौँ चिस गर्ने पनि छैन छिस निकालेको अनि छैन रहेछ हुनुहुन्छ ए मम्मी चाहिँ यहाँ सुतिरहनु भएको छ होइन अब हामी चाहिँ गिफ्ट दिन आँटेको होइन दिदी सुतिराख्नु भएको छ अब हामी होइन यो म यो केक चाहिँ मलाई गल्दिन गइरहेको छु होइन म दुईजनाले उठाउँछु भान्जा तिमीहरू त हामी चाहिँ होइन क्या र दिदीलाई धेरै धेरै शुभकामना जन्मदिनको यसले यस्तो हुन्छ हात्या हात्या गर्ने हात्या हुन्छ टाइम हेर पुस गरिदिरहेको एक मिनट बाँकी छ हेर्नुहोस् अब एक मिनट पछि ह्याप्पी बर्थडे मम्मी सरप्राइज दिँदैछौँ होइन अब धेरै नदिनसक्यो भने यसो हल्का रमाइलोको लागि मात्रै हामी गर्दैछौँ होइन ठिक छ यति पनि हामीलाई ठुलो कुरा हो पैसाले के हुँदैन मान्छेको जीवनमा रमाइलो चाहिँ हुनु पऱ्यो क्या सोचेको छैन Happy birthday. ओ दिदी छम्किदिदा उठ पानी छ पानी ओ दिदी ओ रे दिदी Happy birthday to you. Happy birthday. चल Happy birthday. अनि हेर्नु न आँखा चाहिँ एकचोटि हेर्नु न एकचोटि ओ दिदी हेर्नु न हेर्नु न यहाँ ह्याप्पी बर्थडे ले उठा ले उठा बाजा उठ अनि कहाँ आइरहेको छु मैले हेर्ने आउनु न आउनु ह्याप्पी बर्थडे दिदी ह्याप्पी बर्थडे मम्मी ह्याप्पी बर्थडे Happy birthday la. छोराले दिएको गिफ्ट आँखा हेर्नु त बहिनी एकचोटि गिफ्ट हैन के सानो नि हामी कति बजे हेर्नु त 12 बजे ठ्याक्कै 12 बजे ठ्याक्कै अनि छोराले दिएको गिफ्ट अनि ह्याप्पी बर्थडे अनि तपाईँ बर्थडे खान्छ आइरहेको छु नि के हो नि अहिले फेरि
अब चाहिँ ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु अनि म पनि छु त नि मलाई चिन्नु भएको भएन यस्तो त होइन लु आँखै नगार्ने भएन है लु बर्थडेको दिन आज अनुहार भोलि यहाँ लु केक काटेर खुवाइदिनु सबैलाई लु छिटो 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 लु हामी त खानु आउनु आउनु अनि दिदीको बर्थडेमा को भन्दा दिदीको बर्थडेमा आउनु लु यहाँ केक काट्नु भाइहरू के काट्ने लु छिटो छिटो आउ त केक हाम्रो सरप्राइज कस्तो लाग्यो हाम्रो सरप्राइज हाम्रो सरप्राइज कस्तो लाग्यो म त केक खानु उत्ताउनु परिसक्यो हाम्रो भिडियो बनाएको छ नि भोलि ब्लगमा हाल्नुलाई भिडियो गरिसकेको पहिलेको ब्लगमा लाउनुलाई त गरिरहेको छु कस्तो लाग्यो हाम्रो सरप्राइज त्यस्तै हो बहिनी रमाइलो हुनुपर्छ लु बर्थडे गर्नलाई चाहिँ दिनु काट्नु लु कतिको कुरालाई भुलेर अब नयाँ जीवन जिउनुपर्छ त्यही हाम्रो ए नभने ब्लगमा हेर्नु छ रिक्सले भनेको ल अहिले अघि हामी हराएको थियौँ नि अघि हामी हराएको यसकै कारणले हो ए छोरालाई अनि छोरासँग हाम्रो प्लान थिएन त अघि दिउँसो यसकै कारणले ओके भइसक्यो नि त्यसपछि सबैको ओके हो के भन्छ यो ठिकै भन्छ यो लु केक काटिदिनु खुवाइदिनु छिटो न ल। सबैलाई। त रिक्सा चाहिँ यहाँ यता छोरालाई खुवाइदिनु भाइ यताबाट गर न यताबाट सरी आन्टी पुरो, 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 पुरो। पहिला तिमीलाई खुवाइदिन्छु ऐट। ह्यापी ह्यापी बर्थडे यो पनि रिक्सको बर्थडे जस्तो भयो नि। मम्मीलाई खुवाइदिनु लर्लन क्वार्टर काट्दै खुवाइदिनु यो काट्दै खाउँदै लु म त छिटो म त हतार गरिसकेँ म त खानु हतार गरिसकेँ मम्मी एउटै छोराले हेर त अनि कस्तो राम्रो यो चाहिँ मेरो छोराले देखेको कहाँ खिच्नु फोटो थाहा छ नि यता उयसमा भिडियोमा देखा भिडियोमा भन्नु न आन्टी, क्वालिटी के भन्नु चाहनुहुन्छ भन्नु हो थ्याङ्क यू छोरा भन्नु न यो गिफ्टको लागि के चाहिन्छ सर के यो गिफ्ट थ्याङ्क यू छोरा मलाई गिफ्ट दियो ह्यापी बर्थडे मलाई फेरि फेरि ओके फेरि केक लाग्छ हामी पनि खानुपर्छ यो चाहिँ खन्छु म त खानै आएको तँलाई पनि थाहा छ कहाँ फोटो मौला के काटेर राखिदिनु भिडियो भिडियो क्या हो तिनवटा चारवटा बनाएको छु नि हाल्नु त एउटा मात्रै हालिदिनु खुसी लाग्यो आज बर्थडेमा हेर्नु नि मेरो बर्थडे रहेछ थाहा त थियो तर खुसी त लाग्यो म चाहिँ पछाडि पो होला भनिरहेको थिएँ नि बर्थडे चाहिँ त्यो थाहै थिएन मलाई तर खुसी लाग्यो सबैजना आउनुभएछ अब टिम यहाँ रिमन दिदी परिचय दिन परिचय विशाल भाइ ह्यापी बर्थडे बहिनी जन्मदिनको लाख लाख शुभकामना तपाईँलाई सधैँ अगाडि बढ्नु होइन अनि प्रगति उन्नतिको चाहिँ उयो हुँदै जाओस्। हामी तपाईँले साथ सपोर्ट हामी गरिरहेका छौँ होइन सधैँभरि गर्ने नै छौँ त्यही त हो नि अब कति कुराहरू हाम्रो छ तर हामी गरिरहेका छौँ होइन त्यही हो शुभकामना धेरै धन्यवाद अनि भाइ पनि आएको छ यहाँ अनि सबैभन्दा पनि ठुलो कुरा चाहिँ बहिनीको स्वास्थ्य उयो एकदम उयो होस् होइन राम्रो होस् अब त्यही त हो नि होइन ए त्यहाँ खाएर हाल्यो छँदैछु नि यहाँनिर राख्नु क्या त्यो यो धेरै माया सम्झना कुरा अनि यो मेरो भाइ छ यहाँ सोचाङ ह्यापी बर्थडे दिदी के त बोलेको ए एक कोरो यो मान्छे चाहिँ ह्यापी बर्थडे दिदी के भने अरू थ्याङ्क यू थ्याङ्क यू बर्थडे मैले भन्नु सकिगयो यो चाहिँ मनपर्छ अरे क्या दाजुलाई नानी आइज विस गरे ल सबैजना भेला भइसक्छौँ यहाँ कान्छा भन्दा मेरो बच्चा होइन मेरो छोरा क्यामेरा पुस्नु बर्थडे भरे पुसौँ न हौ कान्छा भन्दा स्विच अफ चुराइसमा बर्थडे त भातकै साटो कोक के नानी हिजो के नानी हिजो मम्मीले सुताएर तँलाई
भुइँमा चिसोले चिसोले जाडो भयो नसुतेर नि कहाँ धर पाउँछ त सिरक पनि छैन मम्मी सिलङ पानीले फेरि अलिक जाडो भएर उठेर सिरक लिएर सुतेको अनि सिरक चाहिँ मैले मात्रै लान्छु त के तपाईँ लानु भयो फेरि वान अफ द फेभरेट दिवालीको मायालु आन्टी यता फेरि बिचरा मेरो छोरा मेरो त सपोर्ट जहिले उसलाई हुन्छ फेरि साह्रो माया गर्ने संसारको एक मात्रै छोरा हो क्या ऊ ज्ञानी मेरो लागि त त्यति ज्ञानी छ ऊ। थ्याङ्क यू एके राई सबका आफ्नो नाम मेरो पनि भान्जालाई चाहिँ सधैँभरि मेरो सपोर्ट र माया पाउने छ सधैँभरि यसरी सबैको मन जित्नु पर्छ एकेजिआरजी ज्ञानी हुनु गलत बाटोमा नलाग्नु मान्छेहरू राम्रो बाटोमा हिँडेको देख्नु सक्दैन गलत बाटोमा लाने मान्छे धेरै हुन्छ तर त्यो बाटोमा हिँड्नु हुँदैन आफूले सोच्नुपर्छ साथीभाइ गलत भए पनि आफू त्यो राम्रो बाटो हिँड्नुपर्छ भान्जा लाउरे भएर देखाउनु पर्छ भान्जा मैले त्यो हात हेराएको तिम्रो हात हेराएकोदेखि त्यहाँदेखि चाहिँ मैले हात खुट्टा फुल सपोर्ट लाउरे लागोस् भन्नेतिर छ हाम्रो चाहिँ चाहना अब बाबाले जे गलत गरे पनि तिमीले त्यो मम्मीलाई पाल्नुपर्छ भन्छ यति नै हो तपाईँको पनि दिदी तपाईँ पनि ठिक ठिकै बोल्नु विवश पनि एकदम राम्रो छ रिक्सलाई चाहिँ नि उयो नगर्दा हुन्छ होइन 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 त्यो छोरालाई गल्ती गर्ने गलत देखाउने विवश पनि एकदम राम्रो छ होइन त्यो पनि हैन हो हैन त्यो गलत देखाउनु खोजेको हैन दुइटै भन्छु विवश एकदम राम्रो छ मेरो छोरा पनि राम्रो छ सबै आमा बाउ भइसक्यो सबैको छोरा चाहिँ राम्रो एकदम राम्रो छोराछोरीले अहिले नकमाउँदा त्यो मात्रै छोराछोरीले सोच्नु आमाले सकेको छ जति गल्ती जे गरे पनि आफ्नो छोरालाई राम्रो देख्छ नि तर त्यसमा चाहिँ म पर्दिनँ के फेरि त्यो खालको म राम्रोलाई राम्रै हो जन व्यवस्था झन् कम्ती राम्रो छ म त जन व्यवस्था झन् सबै जान्दछ हाम्रो लिमन दिदीको छोरा छ विवश छ नाम हो कति ज्ञानी छ कति राम्रो छ सबै धेरै गर्छ खाना पकाउनु जान्छ सबै गर्छ के अरे पौला म त केही बोलिनँ हजुर जे छ ड्युमा छ आज सबैजना भाइ मेरो भाइ मेरो बहिनी मेरो छोरा अनि लिमन दिदी अनि विशाल भाइ आज मेरो बर्थडेमा उसको तिमी नाचौ त चल्छ नाच त नाच फेरि नाच फेरि नाच फेरि फेरि भित्तामा टाँसेको फेरि डोनस बाबु छिटो लु के बेबी वाउ मेरो बच्चा मेरो छोरा तिमी सुन न बेबी ठिक छ नि बाबु हेलो ठिक छ नि बच्चा ओइ नानी ठिक छ नि ठिक छ नि देवर ठिक छ नि छोरा
ओ छोरो नाच्ने छोरो नाच्ने मेरो छोराहरूको डोलो छ है यो चाहिँ गाइज मम्मीको बर्थडेको दिन आज रमाइलो घरको ल ल त्यहाँ मेरो बच्चाको डोलोस् फेरि नाच बाउ तिमी नाच 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 छिटो विशाल फेरि मेरो देवर उता विशाल मेरो देवर यता तिम्रो देवर उता मेरो देवर नाच न बाबु छिटो Go